यसको प्राइस 2200 भन्नुहुँदैछ 2000 मा दिनुहुने अरे उहाँले यो चाहिँ खाजा खानु आएको भोकले सबैजना प्याक भएको के यस्तो बिजो गरी बसिरहेको छौँ कि हामी तिनीहरू गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल सुमिरा भ्लग आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै नै छु र आज पनि नयाँ भिडियोको साथमा हजुरहरूको सामने उपस्थित भइसकेको छु र आजको भिडियोमा के छ भनेर त टाइटल थम्बनेल हेरेर अलिअलि गेस गरिसक्नु भएको छ होला म कता हिँडेको जस्तो देखिँदैछु ब्याग पनि छ होइन तर आज शनिबार हो अनि आज 2 गते भनेपछि आज हामी गेममा हिँडेको भलिबल गेम खेल्नु गेम चाहिँ कहाँ खेल्नु जाने भनेर चाहिँ भिडियोमा देखाउने छु हेर्दै गर्नु होला गेम चाहिँ कहाँ खेल्ने भनेर चाहिँ त्यही ठाउँमा पुगेर मैले देखाउने छु हजुरहरूलाई र म चाहिँ यहाँ काकासँग जानुपर्ने मास्तिर नै हो अनि यहाँ माथि टङ्गे काकासँग निस्किनु भएन अनि घोटारतिर जानुपर्ने छ मेरो चाहिँ काम छ भन्दा नि सुज लिनुपर्ने छ अनि त्यही भएर म चाहिँ अगाडि हिँडेको केटीहरू चाहिँ अहिले काकाहरूले लिएर आउनुहुन्छ होला एकछिनपछि सास बडो भेट्ने छ उता मास्तिर बाटोतिर हो है त अब चाहिँ हामी चाहिँ जान लागेको यहाँ काकासँग जान आँटेको मेरो टिम आदि यहाँ छन् खोइ मनुष्य निस्किँदैन त तिनीहरू त्यहाँ छन् टिका बोक है मलाई पनि अब म चाहिँ काकासँग जानुपर्ने हुन्छ अनि उनीहरूलाई चाहिँ यता काका मामाहरूले मिलाएर ल्याउँछन् होला यता घोरेटार जाने कामहरू म चाहिँ अब हिँडिहाल्नु पर्यो काकासँग भनेको मलाई त मर्कीले सताइरहेछ टाउको पनि दुखिरहेछ जागरै छैन के गरेर खेल्नु जान हिँड्न त हिँड्यो अब के गरेर खेल्नु बिस्तारै आवाज हामी चाहिँ लागेको अब भेट्नेछौँ हामी एकैचोटि घोरेटार पुगेपछि हेर्दै गर्नु होला साथीहरू हामी चाहिँ घोरेटार आइपुगिसकेको छौँ अनि अब सुज किन्नलाई पछाडिमा आइसक्यो हेरौँ कस्तो पाउँछ होइन काका चाहिँ खोइ यतापट्टि जानुभयो त्यो काकाको के छ काम थाहा छैन म चाहिँ यहाँ सुजहरू हेर्नुपर्ने हुन्छ अनि जानुपर्ने हुन्छ क्या यहाँ घोरेटारमा त्यो यस्तो हुन्छ नि स्पोर्टको सामानहरू पाउने पसलै छैन है एक्स्ट्रा त्यस्तो छैन र गाह्रो साथीहरू त्यो पल्लो पसलमा चाहिँ चाहे जस्तो पाएन अनि मैले चाहिँ त्योभन्दा अलिकति ओराएर किनेको मैले चाहिँ सुज यो खालको लिएको छु कस्तो छ कमेन्ट गरिदिनु यसको प्राइस 2200 भन्नुहुँदैछ 2000 मा दिनुहुने अरे उहाँले 2000 मा दिनुहुन्छ अरे कस्तो ज्ञानी हुनुहुन्छ क्या डिस्काउन्ट गरिदिनुहुन्छ नि त अब यो लिएर हामी चाहिँ जानुपर्ने हुन्छ उतापट्टि र साथीहरू पनि निस्किसक्यो होला सायद अब त अघि नै पनि त्यो सँगै त बेला भएको थियो काकाहरू चाहिँ आउनु भएको थिएन अब त आइसक्यो पनि होला अब चाहिँ छिटो जानुपर्ने हुन्छ हामी चाहिँ यता फलामढुङ्गा आइपुगेको यहाँ हाम्रो साथीहरू पनि आइपुगेको रहेछ नि कसले बोक्छ यो बोक्नु के हातमै समाधान हुन्छ तपाईँको बाइक खोइ को ऊ चाहिँ पर मनुष्य चाहिँ कस्तो बाजे दाजु पनि जानु नि अस्तिको बेहुला साङचेप लगाएको पैसाले सब हामीलाई इन्ट्री गरिदिने अरे अनि खुवाउने पनि अरे के अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ हामी चाहिँ अहिले चाहिँ पुग्ने नुमेर ओइ कुन ग्राउन्ड यहाँ छ हामीलाई चाहिँ ग्राउन्ड कुन तल्लो कि माथि कन्फ्युज थियो ऊ यसले यो भैँसीले सुनाइदियो अब यिनीहरू पनि आउन आँटेको हामी चाहिँ अब झर्नुपर्ने हुन्छ यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो पुर्ने डाँडा खोल्नु पनि हामी होली खेल्न पनि आउने थियौँ यहीँ हो नि पुर्ने अस्ति 20 गते आएनौँ यही 1 गतेको लागि क्या अब गेम खेल्न पढिन्छ अब पुर्ने नै होली मनाउनु नि आएपछि गेम खेल्नु जान दिँदैन भनेर चाहिँ हामी चाहिँ कोही पनि नआएको केटी मान्छे होलीमा चाहिँ नआएको नि अनि क्याम्पमा जानुपर्छ भन्ने सल्लाह लिएर हामी नआएको होलीको भिडियो आएर यता मैले बनाएको थिएँ उँधो
बाटो हेर्नु न यस्तो ओह्रालोमा सोलिङ यस्तो छ बाटो राम्रो नयाँ ग्राउन्डमा गरान त त्यही एउटा देखिँदैछ त नयाँ ग्राउन्ड अरे के नयाँ गरान भन्दैछ कहाँ अब जहाँ थुप्रो मान्छे छ त्यतै जाऊँ यहाँ चाहिँ फेरि मोटो मोटो छन् चलाउने पनि त्यस्तै मोटो हामीलाई चाहिँ बाटो थाहा छैन मतलब दुईवटा ग्राउन्ड हो अरे अनि तल माथिल्लो कुन भनेर कन्फ्युज के दादाहरूलाई थाहा चाहिँ छ तर कुन ग्राउन्ड भनेर चाहिँ कन्फ्युज माथि सोधेको नयाँ ग्राउन्ड भन्छ कहाँ हो जान चाहिँ जाँदैछौँ पुरा स्लोमा हामी चाहिँ फाइनल्ली अहिले ग्राउन्ड आइपुगेको खुट्टाहरू यस्तो दुखिरहेको छ होइन बाटो चाहिँ कस्तो क्या पुरा ओह्रालो अनि सानो अनि त्यही पनि सोलिङ के खै ग्राउन्डको माहौल चाहिँ उयो जस्तो छैन हौ गेम हुने त्यस्तो उयै छैन माहौलै छैन जस्तो देख्दैछु अलिकति गीत बजाइरहेछ यहाँ हेर्न सक्नुहुन्छ कस्तो खोल छ भित्र के ग्राउन्ड पनि हेर्न सक्नुहुन्छ ग्राउन्ड हामी चाहिँ अहिले चाहिँ खाजा खानु आएको भोकले सबैजना प्याक भएको के खाजा खान आएको यहाँ चाहिँ थुक्पाहरू अन्डाहरू पाउँदो रहेछ अनि त्यही खान आएको गेम चाहिँ उता सुरु हुन लागेको छ कोइलाबाट चाहिँ कता खोटाङ कि कता तेरो उयोले उताको के मेरो उयो भन्नु मलाई चाहिँ चाहिँदैन 43 कि कति % मात्रै छ हामी खाजा खान थालिसक्यौँ खाजामा हेर्न सक्नुहुन्छ अन्डा र थुक्पा छ यो 2 ब्याग उता काका र मामाको खाँदैछन् ओ यता फर्क त चामानी भनेपछि नहेर्न खानु भनेपछि त बिर्सी पो जान्छन् त हामीलाई पनि हामी चाहिँ खाजा खाइवरी आएको यहाँ चाहिँ गेम चलि नै रहेछ खुकैला भर्सेस डम्बर कि बगर भन्ने डम्बरको कस्तो मान्छेको नाम हो खोटा बिच हुँदैछ हेर्न सक्नुहुन्छ पल्लो टिम चाहिँ खुकैलाको लो यो खोटाङको खेल त यतिखेर त केटी मान्छेको जस्तै हुँदैछ फेसलाई पहिलो सेट हारेको है खुकैला एक सेट चाहिँ सकिसकेको छ एक सेट खुकैलाहरू हारिसकेको छ अघि यो गेममा चाहिँ खुकैलाले भाले खाएको खोटाङकोहरूले गेम जित्यो र अहिले चाहिँ हसनपुर र यता आयोजक बी भइरहेको छ हेर्न सक्नुहुन्छ यताको यो साइडमा हसनपुर आएको छ भने परको आयोजक टिम नम्बर हसनपुर 7 छ भने रानीदास टिमको 3 रानीदास 11 हसनपुर 18 यस्तो बिजो गरी बसिरहेको छौँ कि हामी
तिनीहरू चाहिँ ओइ तिमीहरू के गरेको सानो भाइ के गरेको तिमीहरू के गरेको नम्बर यु गाउँ हुने अरे युको अनि यु पछि फेरि यु र कहाँ आएको हुने भन्दै थियो अब त्यो उसले गर्छ हाम्रो चाहिँ पनि कतिखेर हुन्छ बर्गी लागेर म त ज्वरो पनि आउन थालिसक्यो के हुँदैछ यार के हुँदैछ म सन्चै छुइनँ कहिले पो अस्तिको दिन उठेर उठेको भर्खर बिरामी नै छु बल भनेपछि त सक्ने रहेछ भन्नुहुँदैछ मम्मीले बल भनेपछि त होइन निको हुनु पर्यो त्यस्तै आएको जागर चाहिँ एउटै छैन त्यो हुन्छ नि खात्रा खुत्रो कस्ति नै माइलीलाई कस्तो गङदङ हिँड्दैछ भनिरहेछ त्यस्तै हुँदैछ पर चाहिँ गेम चलि नै रहेछ हामी चाहिँ यता रुम खोज्न होइन रुमतिर हिँडेको यता मैले दाजुलाई भनेर दाजुले मिलाइदिनु भएको खोइ यता कता ट्याक्सी जाँदैछु कस्तो हावा चलेको हाम्रो चाहिँ खोइ आज गेम हुँदैन कि कसो के भन्नुहुन्छ अघि चाहिँ हुन्छ भन्नुहुँदैछ फेरि हुँदैन जस्तो अब भोलि नै गरेर सक्ने कुरो गर्नुहुँदैछ के हुन्छ हुन नि सक्छ नहुन नि सक्छ भिडियो चाहिँ हेर्दै गर्नु होला र यति बेलासम्म मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला भिडियोलाई लाइक कमेन्ट सेयर पनि गरिदिनु होला हाम्रो चाहिँ ब्यागहरू राखेर उता जानु पर्यो भनेर आएको होइन यो मान्छे अघि कहाँ सुतौँ भन्दै थियो सर फेरि भन्छ एकदम चुप भन्न क्यामेरा देख्नै लाग्छ क्यामेरामा हाम्रो घरमा कत्रो क्यामेरा छ भनेर देखाउ त कत्रो तर मैले हिजो हेरेको त हाँस उठेर के पो भन्छ त्यस्तो क्यामेरा त हाम्रो नि घरमा यत्रो छ भन्दै थियो अनि क्यामेरा उ गर्ने बेला चाहिँ बोल्दैन अनि त्यस्तै भनेको छ त्यो क्यामेरा चाहिँ के हो अनि त्यो बुढी यत्रो छ घरमा किन फोटो खिचिदिनुपर्छ क्यामेरा चलाउन बोकेर हिँड्न त यसले भिडियो बना अन्त फोटो त्यो पनि पायो होइन कस्तो अप्ठ्यारो अब यसरी त्यो सानो छ यसरी गरेर हिँड्नुपर्छ अनि त्यो त हुन्छ भिडियो गरेको जति सबै यहाँ फोनमा आउने मैले बनाइसकेको छु कनेक्ट गरेर तर त्यो कस्तो अप्ठ्यारो लाग्छ फोनदेखि नै बानी भएर पछि नि अलि राम्रो हुँदै गयो भने नि अलिक राम्रो फोनै किनेको क्यामेरा त त्यो क्यामेरा चाहिँ के मलाई दे ल तेरो बर्थडे कहिले म गिफ्ट दिन्छु मेरो वैशाखमा आउँदैछ के खिच्ने तिमी चाहिँ त्यसले कसको ल आफ्नो क्यामेरा भएपछि कसको फोटो नभएर लिन छिटो मेरो चाहिँ तेरो छ होइन र तर मेरो कपाल धुमधुम लाग्दैछ फेरि मर्गीले उयो पनि हुँदैछ यो ठाउँको विशेषता चाहिँ कस्तो हो कि अघि चाहिँ पुरा आयो मासुको झन् बमिट आउला जस्तो गर्मी भएको थियो फेरि यतिखेर उडाउला जस्तो हावा आएर कसको घर हो कोनी सुन्तला घारी रहेछ यता पारीको ठाउँ कुन हो कोनी थाहा छैन मलाई डिटेनी चिया म्याक्सी र केरा एकै ठाउँ होला कि उचाखाटा पो भन्दैछ त उयो त निर्मलेपा चाहिँ डिटेनी चिल्लु केरा र म्याक्सी एकैचोटि चार्नु डट्टैभरि क्या खाना त भएन त कति जित आइजान्छन् होइन अब हामी त बिचमा छौँ अब कता जानु तिनवटा रोड भेटेको छौँ होइन ए त्यो रोडमा एन्डले चाहिँ मैले सही बाटोले मैले गलत बाटोले उयो झरी गएको अरे के बाइकमा कस्तो उल्का यार धन्दा तेरो खुट्टा चाहिँ बाइकमै अल्झिएन छ र ठाडो भएन ठाडो भएन कस्तो भएर फेरि दाजुले बाइक रोकाउनुको साथमा कुराको माथि गएर म त हिँड्नु कस्तो दुख्दैछ तर यसो दुख्दैछ नि त भोलितिर दुख्छ जस्तो लाग्दैछ तर खासै
रेकर्ड म यस्तो गर्नुमा फेरि बोला त्यो उयोको पुर्नेको ए अनि त्यहाँ भित्र छिरेको छैनौँ त हामी त्यसको साइडमा त हिँडेको त अस्ति नै फोटो खिच्नु मन लाग्छ त्यो सल्लाह गरे त्यो यसरी गरेर होला नि यसरी गरेर बिन हेर न यसरी गरेर होला नि रुखबाट यसरी गरेर खिच्नु मन लागेको होला है त हजुर बहिनी भन्छस् दिदी भन्नुभएको अन्त बहिनी माइलीले मलाई अस्ति गिफ्ट गरेको ओइ कहिलेको सुटकेस तिमीले बोकिरहेछौ त कहिले हो अस्ति दसैँ तिहार पछि ला ओइ खोर्सानी म केमा बोकिरहेथ्यौ तिमीहरूले ब्यागमा थियो होइन यस्तै थिएछ कि अघि पो त सुटकेस यो चाहिँ पातले पानीमा त्यो गिफ्ट गराएको हो किनेर अनि यो चाहिँ घोरेतारमा गरेको भात खाँदा खाँदैको बोकेर हिँडे होला होइन मैले खै यिनीहरूलाई नै थाहा होला चिन्ती खोजेको भोलि भोलि बल खेल्दा चाहिँ त्यसरी लगाएर जानु एक्जाम आउँदैछ नजाम न बल खेल्नु भनेको अब हाम्रो एक्जाम 10 गतेदेखि छ नि त आज 2 गते भइसकेपछि 10 गतेदेखि चाहिँ एक्जाम होइन अनि यो त के भन्छ अलिक किताब लानुपर्छ अनि कोडभित्र नि यसो हेर्नुपर्छ खेलिदिनुपर्छ फेरि खेल्नुपर्छ फेरि तिमीहरू ल्याउनुपर्छ यसरी हेर्नुपर्छ अरे के तेज हो मेरो त एसी हो त 10 गते छ 7 देखि हेर्नु तिमीहरूको अनि 10 गतेदेखि हाम्रो 10 गते यो चाहिँ एसी पोर झुन्डेर पनि काम भएको छैन बल खेल्नु आइरहेछ फेरि यो साल पनि त्यस्तै होला यस्तो हो क्या एक्जाम भनेको त फेरि आउँछ बल खेल्नु भनेको बल भनेको महिनामा आउँछ वाह यिनीहरूको सोचलाई चाहिँ मान्नै पर्छ हेर न कसैले आएर के अरे ट्राफी पनि दिँदैन ट्रफी भन्नु भन्छ यसलाई ट्राफी भन्छ जहिले यस्तो तिम्रो लाग्दैन क्या ट्रफी एक्जाम त अर्को चोटि पनि आउनु सक्छ 45-46 वर्ष उमेरमा दिँदैन त्यतिको उमेरमा त बल खेल्नु सकिँदैन त 45-46 वर्ष उमेरमा दिँदैन त्यतिको उमेरमा त बल खेल्नु सकिँदैन त टेन्सन यिनीहरूलाई 64-65 वर्षमा पढ्न सकिन्छ बल खेल्न सकिँदैन भनेर एक्जामको बेला नि आएको अरे बल खेल्न सकिन्छ त पढ्न सकिन्छ क्या यिनीहरूको स्वास्थ्यकरण चाहिँ चित्तै बुझेको मलाई कोटभित्र त पस्नु सकिन्छ फेरि बलिनु पढ्न चाहिँ सकिन्छ त अनि पढ्न सकिँदैन त बसेर पढ्ने यसरी दिमागले काम गर्नु परेन 45 वर्षको उमेरमा गर्दैन मेरो त मजाले हामी चाहिँ अब के खाउँ लाग्यो क्या यो भैँसीलाई भेटेपछि पानीपुरी खुवा भन्दैछ अनि यता के पसलमा हिँडेको हामी अघि नै आएर बदाम खाइयो अनि थुक्पाहरू अन्डाहरू खाइयो केही खाएको छैन अब यता चटपटे पानीपुरी के खुवाउने अरे यसले खुवाउने होइन साथी खुवाउने अरे यता हेर्न सक्नुहुन्छ यता चाहिँ लस्करै ओह्रालोमा बजार छ यहाँ चटपटे पाउँदो रहेछ बोजू चटपटे बनाइदिनु न मिठो हामीलाई पहिला बनाइदिनु नि कतिको 100 को बनाइदिनु पिरो धेरै नहालिदिनु ल मिठो ल धुले खोर्सानी बरु नहालिदिनु अब होस् धुले खोर्सानी नहालिदिनु खोर्सानी बेगारै खान्छौँ बरु हामी भिडियो धुलेले पोल्दैन त्यसो त धुलेले पोल्छ हुने कुराहरू छ दिदी मिठो बनाइदिनु ल मिठो बनाइदिनु यहाँ चाहिँ अब डाँडाटोल भर्सेस कहाँको पो डाँडाटोल भर्सेस लुम्बिनी भइरहेछ रेफ्रीहरू अम्पायरहरू चाहिँ खाना गइरहन् त्यही भएर एकछिन बसिरहेछ तर अहिले आउनु भएछ गेम सुरु भइसक्यो हाम्रो गेम हुने कुराहरू छ नि त हाम्रो चटपटे चाहिँ आएको छ यो पछि उको अरे अनि उ यहाँ अर्को पनि छ
सालमा बडा हो अन्त हेर्यौ पनि भन्नु भएन राम्रो खोइ त बडा आज त भेटौँ न छिटो बधाई छ तपाईलाई बस्नु न जित्दाखेरि तपाईलाई कस्तो महसुस भयो बस्नु न बस्नु न तपाईलाई 200 जित्दाखेरि कस्तो महसुस भयो भन्नु त मलाई एकदमै विश्व नै जिते जस्तो भएको छ विश्व नै तपाईले त यस्तो दामी खेल्नु भयो कि म त तपाईको बिग फ्यान भए म जतिको खेलाडी चाहिँ कोही पनि होला नि जस्तो पनि मलाई लागेन उत्कृष्ट त्यति भन्दै अहिले मेरो गन्तव्य यहाँ टुङ्गाउन चाहन्छु भन्नु कता जानु भएको दादा टलकोहरूले चाहिँ 200 जितिसकेको छ अनि ऊ चाहिँ बडा हो क्या हामी ओभर दिस्काउँछौँ क्या अनि उहाँलाई सोधेको 200 जितिसक्नु भएको छ अब चाहिँ केटीहरूको गेम रहेको छ कहाँको पो लुङ्गिन र रानीबास रानीबास भर्सेस रानीबास दुई टिम छन् वडा स्तरीय हो नि त अनि उनीहरू भिड्न आँटेको छन् हाम्रो चाहिँ बढी हुने अरे वडा स्तरीय साबिक मलाई चाहिँ के थाहा छैन साबिक वडा स्तरीय अनि दुईटा वडाका आएका रहन् त्यहाँनिर उनीहरू भिड्ने अरे हाम्रो चाहिँ भोलि हुन्छ अरे केटी मान्छेको गेम सुरु भइसकेको छ यता रातो जर्सीमा हुनुहुन्छ कस्तो कालो देखियो यार उतैदेखि घाम परेर यता रातो जर्सीमा हुनुहुन्छ क्या ए रानी कहाँ गएको पो अरे रानीबास रानीबास 2 यताको रानीबास उताको कति 3 रानीबास 4 रानीबासकै खेलिरहेछ है रविदास 2 कॉल कर 13 रविदास 4 कॉल कर 4 सो साथीहरु त्यो लास्ट गेम चाहिँ केटीहरुको नुमाहरुले जित्यो त्यही सक्यो अनि हामी चाहिँ एकछिन खेले जस्तो गरेको गर्नु पनि पुगालो छु अहिले चाहिँ हामी रुम आइसकेको छौँ रुम चाहिँ जम्मा 3टा छ खाट एउटा मात्रै रहेछ अनि 6जना छौँ दुईजना एडजस्ट गरेर बस्नुपर्ने हुन्छ हावाले चिसोले टाउको दुख्दैछ अनि के भयो भने बसाइ चाहिँ सुताइ मात्रै यहाँ हुने भयो खाना खानु चाहिँ त्यहीँ पर जानुपर्ने भयो अघि थुक्पा खाएको ठाउँमै अब हामी चाहिँ खाना खानु जानुपर्ने हुन्छ फोनको चार्ज सकिसकेको थियो र म चाहिँ फोन चार्ज लगाउन आएको यहाँ चाहिँ मैले ब्याकअप चाहिँ अलरेडी अघि लगाएर गएको थिएँ अनि अब फोनको पालो चार्ज लगाएर जानुपर्ने हुन्छ र आजको भिडियोमा यही नै थियो आफ्नो बाख्रेम टु दितेनीसम्मको यात्रा र के गेम भयो त्यो देखाए यति ढाँसेको थियो चाहिँ त्यो त हो अब भोलि चाहिँ हाम्रो चाहिँ अब म यस्तै हो भिडियो बनाउने मान्छे पागल जस्तो राम्रो छ लेडरको होइन अब नपाएपछि यही त लिएको मैले त तिम्रो र मेरो जुत्ता चाहिँ सेम हो केटी नपाएपछि के गर्नु कपडाको तिम्रो कपडाको नि त मेरो यो लेदर कपडा भए पनि यता जुन सो साथीहरु त यस्तो जुत्ता राम्रो हुन्छ नि त यत्रो फोका भएको यसले त यहाँ मेरो जस्तै बोल्यो रहेछ यहाँ बोका हुन्छ अब थिएन नि तर काम चल्छ हौ कता चप्पल मात्रै लिएको थियो अनि के गर्नु त हुन्छ
साथीहरू अब चाहिँ हामी खाना खानु जानुपर्ने हुन्छ अब भेट्नेछौँ अब एकैचोटि भोलि बिहान यस्तो जोस पुरा जोसमा के हाम्रो गेम हुन्छ नि त भोलि त एका बिहान एक म्याच पछि दोस्रो सेटमा हाम्रो हुनेछ हैन अनि आयोजक टिमसँग खेल्नुपर्ने छ घमासा जानेछ हाम्रो चाहिँ उनीहरू पनि सिनियर होइन हामी पनि सिनियर होइन बराबर जस्तै हो टिम चाहिँ होइन हामीसँग भेट्ने हेरौँ कसले जितिन्छ होइन त्यति भन्दै आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला भन्दै आजको भिडियोबाट इन्ड भएर जान चाहन्छु भेट्नेछौँ हामी नेक्स्ट भिडियोमा त्यतिन्जेलसम्म स्वस्थ रहनु होला खुसी रहनु होला है त बाई बाई